रविले रूपन्देही कारागारबाट पठाएको पत्रले सबैलाई बनायो भावुक। के छ त पत्रमा जस्ताको तस्तै। आदरणीय आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भएको 3 वर्ष पूरा हुँदै गर्दा म अहिले 9725 नम्बरको थुनुवा रूपमा भैरहवा कारागारबाट यो सन्देश लेख्दैछु। आशा छ कुनै न कुनै माध्यमबाट तपाईहरू माझ पुग्नेछ। तपाईहरूले मलाई 2 पटक संसदसम्म पुर्याउनु भयो। राजसभालाई करिब 12 लाख मत दिनुभयो। त्यस मतले यिनीहरूलाई झस्कायो। उपनिर्वाचनको परिणामले तर्सायो अनि जब प्रतिस्पर्धाबाट जित्न नसकिने महसुस भयो तब सुरु भयो षड्यन्त्र म विरुद्ध। तपाईहरूले देखिरहनु भएको छ सिङ्गो राज्यको संयन्त्र प्रयोग गरेर मलाई जालमा पार्ने कोसिस कसरी भयो। म जहिले अन्याय विरुद्ध बोल्ने मान्छे हुँ, बोलेरै विश्व कीर्तिमान राखेको मान्छे हुँ। तर अहिले यस्तो अवस्थामा पुर्यायो जहाँ म आफ्नै पक्षमा पनि बोल्न सकिनँ। मेरा कानुनी सल्लाहकारहरूले भने तपाईँ देशकै सबैभन्दा शक्तिशाली आपराधिक गिरोहमा लड्दै हुनुहुन्छ। बोलेर फसिन सकिन्छ, त्यसैले मौन रहनुपर्छ। 9 वटा अदालतमा मुद्दा चलाइयो। 4 जिल्ला अदालत, 4 उच्च अदालत र 1 सर्वोच्च। यति धेरै मुद्दामा अल्झिरहँदा म मौन बस्न विवश भएँ। तर यो मौनता मलाई नै सबैभन्दा बढी बिसायो। चैत 18 गते घोषणा गरे अब मौन रहने छैन। चैत 22 मा उच्च अदालतले थुन्ने आदेश दियो। अदालतमा विश्वास राख्न चाहन्छु, तर राज्यका सबै संयन्त्र कब्जा गरिएकाले अब न्यायको आशा जनताको अदालत बाहेक कतै छैन। 3 दशक भन्दा बढी समय यिनीहरूले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका सबै कब्जा गरिसके। मिडियादेखि प्रहरीसम्म यिनकै सेवा केन्द्र बनेका छन्। म माथि भएको यो आक्रमण मात्र व्यक्तिगत होइन, यो जनआशामाथिको हमला पनि हो। म राजनीतिज्ञ बन्न चाहेको थिइनँ। मिडिया क्षेत्रमा थिएँ, जीवन राम्ररी चल्दै थियो। अमेरिका गएँ तर देश फर्किएँ, किनभने देशलाई केही दिन सक्छु भन्ने भावनाले। गिनिज बुकमा नाम राख्न पनि फर्किएँ। तर आज म यहाँ छु न व्यक्तिगत उन्मुक्तिका लागि न कीर्तिमानका लागि। म यहाँ छु देशलाई अपराधी सिन्डिकेटबाट मुक्त गराउने सङ्कल्प सहित। आज जब म काल कोठरीमा छु, आत्मसमीक्षा गरिरहेको छु। के मैले सङ्गठित अपराध गरेँ कि म माथि सङ्गठित राज्य शक्तिले अपराध गरिरहेको छ? म माथि झुटा उजुरी दिनेहरूमध्ये कतिले सत्य बोल्न थालेका छन्। बाँकीलाई आग्रह गर्छु, एकपटक छातीमा हात राखेर आफैलाई सोध्नुहोस्, के म ठग थिएँ? के तपाईँहरूले मलाई देखेर पैसा राख्नु भएको थियो? प्रहरीले तयार पारेको जाहेरीमा डर, लोभ प्रलोभन दिएर ल्याप्चे लगाइयो। मलाई मुद्दा लगाउन मान्छे समातेर ल्याइयो अनि मलाई जेल हालियो, हत्कडी लगाइयो। तर यो हत्कडी बिउ हत्कडी हुन्, अब फुल्नेछन्, हुर्कनेछन्। अब मेरो जीवनको उद्देश्य व्यक्तिगत होइन, देशको उन्मुक्ति हो। संविधान संशोधन होइन, पुनर्लेखन हुनुपर्छ। सबै उच्च पदस्थको सम्पत्ति छानबिन होस्, प्रदेशसभा खारेज गरौँ, राष्ट्रको पुनर्संरचना गरौँ, हरेक संवैधानिक निकायहरूलाई दलीय कब्जाबाट मुक्त गरौँ। म अहिले लडिरहेको छु, अदालतमा पनि जनतासँग पनि। न्याय दिन ढिला होस् तर अन्धा नहोस्। यदि म मरे भने पनि म विश्वस्त छु तपाईहरू यी अपराधीहरूबाट यो तस्करीको घडी खोज्नु